काममा होइन काममा गएर त्यो म्यान्डला फोन हानेर त्यहाँबाट फ्रिजर रहेको छैन केटा हो हाम्रो सब खानाहरू त स्टोर हुन्छ है किचन एरिया रहेको छैन नमस्ते वेलकम टु न्यू डे न्यू ब्लग अनि आज चाहिँ मेरो ब्लग अ डे इन माई लाइफको छ अनि अहिले चाहिँ म काममा जाँदैछु होइन जहाँ तल आएर अनि अहिले बिहानको ट्याक्कै 9 बजेको छ अनि मेरो काम चाहिँ अब 10 बजीदेखि सुरु हुन्छ होइन अनि म चाहिँ अब मेरो बस स्टपसम्म जान मलाई त्यस्तै 5-6 मिनट लाग्छ वकिङमा अनि मेरो अगाडि के बुढाबुढी पनि ट्याक्क मर्निङ वाक गरिरहेको जस्तो छ यस्तो छ होइन यस्तै हो अब एज एन रिटेल लाइफ काम गर्नैपर्छ सबैले होइन अहिले चाहिँ मेरो फुल टाइम छ अनि म फुल टाइम काम हानिरहेको छु अनि मेरो काम चाहिँ प्याकिङको होइन काम चाहिँ सजिलो छ चिल छ ट्याक्क 10 to 6 हो मेरो काम चाहिँ अनि त्यही हो अब अहिले बस स्टपमा भेट्नुपर्छ हामी है त अब चाहिँ म बस स्टप आइसक्यो मेरो बस स्टप अगाडि चाहिँ त पेट्रोल पम्प छ बस चाहिँ यताबाट आउँछ होइन अनि मेरो बसको टाइमिङ चाहिँ हाम्रो यहाँ पनि देखाउँछ यो X1 बसमा जाने अनि अब 2 मिनटमा छैन बस थ्याङ्क यू अब चाहिँ म बसबाट झरिसकेको होइन अनि मेरो साइडमा चाहिँ यता बुलरिङ अनि यता माथिबाट हेर्नु भने चाहिँ यो बुलरिङको बिल्डिङ होइन यो चाहिँ अनि म चाहिँ अब यो सिधा यो पारिपट्टि जानुपर्छ त्यो टनलको मुनि यताबाट हाम्रो रोटस गर्नुपर्ने हुन्छ डेली प्याटर्न नै भइसक्यो डेली काम गर्ने जाने होइन अब यो बाटो त एक गल्ली याद भइसक्यो पहिला पनि चाहिँ अब कताबाट कसरी गर्ने होइन एकदमै डर लाग्थ्यो अहिले रेड लाइनमै घाममै हालिदिने हो बाटो काटिदिने हो यताउति हेरेर पहिला अहिले त अब ट्याक्क ग्रिन लाइट मान्छेको लागि अब ट्याक्क ग्रिन लाइट बोलेर मात्रै रोड पर्थ्यो भने चाहिँ अहिले अब रेड लाइटमा नि काटिदिन्छु अब त्यो कन्फिडेन्स आइसक्यो त्यत्तिको होइन अहिले चाहिँ अब गाडीको लागि लाइट बोलिरहेछ गाडीहरू आइरहेछ अब गाडी आएन भने चाहिँ रोड कट्नुपर्छ सेफ्टीको साथ गाडी रोकिसकेको छ अब रोड काटिदिउँ मेरो चाहिँ यहाँबाट काम बस स्टपबाट काम जाने ठाउँ चाहिँ नजिकै छ क्या त्यस्तै 4-5 मिनट हिँड्नुपर्छ अनि म चाहिँ अहिले टनलको मुनि छु अनि यो माथि चाहिँ अब यो माथि चाहिँ अब यो ट्रेनहरू हिँड्छ होइन लन्डनतिर जाने यताउति अब सब म काम चाहिँ सिटी सेन्टरमै हो त्यो सिटी सेन्टर भनेको चाहिँ बर्मिङहामको अब मेन एरिया हो होइन यहाँतिर चाहिँ सब छ अब मेन एरिया नै भनौँ न मेन सिटी एरिया नै हो यहाँ चाहिँ सबै कुरा पाइन्छ यहाँ चाहिँ अब नजिकै छ काममा चाहिँ मैले त्यस्तो खासै अब भ्लग बनाउनु मिल्दैन होला अब हल्का गाह्रो नै छ काममा चाहिँ भ्लग बनाउनु होइन आज चाहिँ मैले यस्तो सिफ्ट हेरेको थिएँ आज काममा चाहिँ म मात्रै रहेछ म अनि 2टा म्यानेजर होला त्यस्तो काम गर्ने हुन्छ मेरो यहाँ अगाडि होइन अनि यो अगाडिको गाडीमा चाहिँ आइसकेको जस्तो छ त्यस्तै हो फौजन आइसकेको जस्तो छ त्यहाँ मान्छेले हेरिरहेको छ त्यस्तो लाज लाग्दैछ त्यही हो म चाहिँ काममा होइन काममा गइरहन्छ अनि त्यो म्यान्डला फोन हानेर मैले ढोकासोका खोलिसकेँ अनि हाम्रो जसरी क्लकिङ गर्नुपर्ने हुन्छ काममा आएपछि ट्याक्क अब चाहिँ म काम हान्छु होइन अझै कोही पनि गरिन्छ अब त्यहाँ आइसकेको छ आइस लोडिङ गर्नु पऱ्यो अब ढोकासोका खोलिदिनु पऱ्यो होइन अनि त्यही हो गाइस अब काम हान्नु पऱ्यो अनि हाम्रो मेन सटर चाहिँ यस्तो खोल्ने हो अटोमेटिकमा जान्छ
यहाँ चाहिँ सामानहरू छ। केटा हो आज मेरो कामै छैन जस्तो छ है। अनि यो चाहिँ मेरो प्याकिङ एरिया हो। अहिले बत्ती छैन, म लाइट अन हान्छु। आज चाहिँ काम चिल छ जस्तो छ। यो मेरो वर्किङ स्टेसन। अनि यहाँ चाहिँ हाम्रो प्याकिङको उयो हुन्छ। अहिले चाहिँ म ड्राई आइस लोड अनलोड हान्दैछु होइन। यो चाहिँ हाम्रो किचन एरिया रहेको छ होइन। अनि आज चाहिँ किचन बन्द छ। अनि यो चाहिँ कोल्ड रुम। आज चाहिँ धेरै खासै काम छैन होइन। आज के मेरो कामले चट्नी हट्छ होला नि। यो म्याङ्गो चट्नी हो मेरो काम आजको। अनि कोल्ड रुम चाहिँ खाली नै रहेको छ। नानहरू छ यता, त्यही हो। हाम्रो फ्रिजर रहेको छैन केटा हो। हाम्रो सब खानाहरू त स्टोर हुन्छ है। सब रुम चाहिँ फुल छ है। सब यो चाहिँ खानेकुराहरू हो। अनि यो चाहिँ हामीले बक्सामा प्याक हानेर ट्याक्क सेन्ड गर्ने हो। यो जस्तै कि यहाँ थाउसी कबाब लेग अफ ल्याम्पहरू यताउति खानेकुराहरू सब यहाँनिर प्याक हुन्छ है हाम्रो चाहिँ। यो भ्लगको सुरुमा देखेको यो चाहिँ हाम्रो स्टोर रुम। यहाँ चाहिँ बक्सको स्लिपहरू हुन्छ सबै। अनि यताउति सामानहरू जस्तै कि टिस्युहरू होइन। अनि यो क्लिनिङको सामानहरू सब यहाँ हुन्छ। अनि हाम्रो बक्स रुम चाहिँ रहेको छ यता। बक्स रुम होइन, यो चाहिँ बक्स बनाउन लागि रुमहरू सब सामानहरू यता छ बक्स बनाउन। यो त हाम्रो वर्किङ स्टेसन भइहाल्यो। अब स्पिकर सबमा तार परिसकेको छ होइन। अब गाना सुन्ने ट्याक्क काम हान्ने हो। अब भाइब लिनु पऱ्यो नि त काममा पनि। कति काम मात्रै गर्ने होइन र काम गर्दै भाइब हान्नु पऱ्यो, चिल हान्नु पऱ्यो नि त केटा हो। वाक अनि काम चाहिँ मैले यति भइसकेको छु होइन। अनि अझै 2 बकेट बाँकी छ हान्नको लागि। अनि मैले हल्का लुकी अब मिल्ने जति फेरि बनाइरहेको छु। यति सकिसकेँ, अझै बाँकी छ होइन। अब गीत सुन्दै काम हान्छु है म केटा हो। अब चाहिँ मेरो ब्रेक टाइम भइरहेछ होइन। अनि अब चाहिँ म खाना तताउन लगाइरहेको छु। च्याट टलाएर खानामा छ फ्राइड राइस ससेज। टेम्परेचर राख्थ्यौँ 30 सेकेन्डको लागि। किन हो नचल्ने 30 सेकेन्ड स्टार्ट। त्यसको सँग त बोतलमा पानी हालिदिउँ। Stay hydrated guys. अब खाना तात्तिन लागिसक्यो। तात्यो टाउ। हाम्रो चाहिँ फेरि ब्रेक टाइममा नि फेरि क्लक आउट गर्नुपर्छ। टक्क मोबाइल छोडेर डाउन आउट अन्त आउट। मेरो टाइम 30 मिनटको ब्रेक सुरु भयो अब। अनि मेरो खाजा चाहिँ होइन। अब खाइदिउँ अनि आधी घन्टा रेस्ट हान्दिउँ अन्त वर्किङ गर्छ केटा हो। फेरि काम गर्नु पऱ्यो। अरू बेला चाहिँ त मान्छे हुन्छ होइन। यो चाहिँ म्यानेजर रुम हो। फेरि काममा चल्दिउँ। यता चाहिँ हाम्रो बाथरुम रहेको छ 3टा। काम हान्नु फेरि अब मेरो चाहिँ काम पनि सकिसकेको छ होइन। अघि पञ्चर पनि हानिसक्यो। अनि आज चाहिँ काम चाँडै सक्यो होइन। अब 6 बजी सक्नु पर्थ्यो। 2 घन्टा घाटा लाग्यो आज काम थोरै भएर। यो चाहिँ डिपी हाम्रो डेलिभर लिन आइसकेको छ। यो चाहिँ हाम्रो डिपी ड्राइभर भइहाल्यो। अनि यस्तो सकेर अब 24 घन्टा लागिसकेको छ मलाई ठाउँको ठाउँ। काम छिटो सकेर पनि गाह्रो छ हो केटा हो, गाह्रो छ। अनि अब चाहिँ म छिटै घर आउँदैछु अब आज। अनि कामबाट यस्तो छ त्यही हो। अब आज भ्लगमा पनि त्यही खासै हल्का अब काममा के गरिन्छ देखायो हल्का यताउति के छ काममा मेरो। अनि केटाहरू अब जिन्दगी यस्तो छ
कहिले अब धेरै काम गर्नुपर्छ त कहिले थोरै चलिरहेको छ होइन। बसमा धेरै मान्छे छैन, हल्का छ मान्छे टिलिक्कै घाम लागिरहेको छ। म अडी गाडी हो यो त यहाँ अट्छ क्या हो।